Hello everyone, welcome back to my channel. Hope you all are doing well. So, musanga अहिले छ कर्मा exam. She came to meet me and she was not wearing hoodie. That's why मैले चाहिँ मेरो hoodie खोलेर उसलाई दिएर मैले चाहिँ आफ्नो यो अर्को लगायो. त अहिले चाहिँ सुनमङमो घर आएको रहेछ. So we are going to visit her right now. किनभने हाम्रोमा we have nothing better to do. She came back from school. अन्त यो र म नभेटेको पनि निकै भएको थियो. कति भयो बहिनी? I think more than 3 weeks है. सिलगढी जानुभन्दा म अगाडि भेटेकै थिएन है. यहाँ my dear Youngzam, kai hug. पप्पी दियो मलाई. आयो यसले कमेन्ट गरेछ कि कमेन्टमा also I was like Youngzam, I miss you so much and I'm still missing you. I wrote like that no. हाम्रो चाहिँ यो चाहिँ हाम्रो सर्टकट बाटो है. That is my house. खास गरी चाहिँ अर्कै बाटो छ तर अब कहाँ है अन्त त्यत्रो लामो कहाँ हिँडिबस्छ एन्ड इट्स अबाउट टु रेन अल्सो. बहिनी हामीले छत्ता लिनुहोस्. तपाईले हिजो बेसिन र आज बेसिन. वाउ कङ्ग्रेचुलेसन. हिजो चाहिँ कहाँ? हिजो केरा मौत छ र तपाई. ए या कङ्ग्रेचुलेसन टु अस. पानी परेम तर के आफ्नो गाउँमा त छैन. आइन्छु राको भएर माग्दा हुन्छ नि. आइन्छु. हाम्रो बहिनी चाहिँ अन्त उहाँ चाहिँ स्कुलबाट भक्क भक्क राख्नु भएको. द्याट्स वाइ शी डिडन्ट गेट टाइम टु untie that hair also. जाउँ अब चाहिँ ल इन्सुलाकोमा. इन्सुलाले खानेकुरा दिन्छु आउनु पर्ने. द्याट्स वाइ वी आर गोइङ. त्यसो भन्नु भएन भाइ? Yes. And She said like that. अहिले चाहिँ मैले चाहिँ यो ट्राइपडदेखि खिच्दैछु. खिच्नुहुँदैछ? कस्तो लाग्दैछ तपाईँहरूलाई? दिस इज द वे हो. चलो खास युट्युबर फिल भइरहेको छ मलाई चाहिँ अहिले. हेर्नु त पनि. चलो चलो चलो. Now we are about to reach. It's here. अन्त मेरोमा चाहिँ पुरा फ्री टाइम थियो कि द्याट्स वाइ आई चेक माई ओल्ड भिडियोज. त्यसमा चाहिँ नि म यस्तो साह्रो डलक फेक बोलेको रहेछ कि आई डोन्ट नो वाइ डिड आई स्पोक लाइक द्याट. तर मैले चाहिँ यस्तो बोलेको रहेछ. ओ वेलकम ब्याक टु माई च्यानल. लाइक एज इफ आइ एम सो फुल अफ के भन्नु पुरा कामली बोलेको रहेछ. एक्चुअल इन रियल आइ एम नट लाइक द्याट. ओके तिमी किधर जाइ छे? वेलकम टु माय युट्युब च्यानल. है ला क्या बोलना है तुमको? हेलो आई मिस यू सो मच. मिस यू टु बेबी. तँलाई त फोन गरेँ त मैले बिर्सेछु कल ब्याक गर्नु. तपाईँ फोन गर्छु भने चाहिँ कहाँ होला है? मैले बिर्सेँ नि कल ब्याक गर्नु. हेङ्ला हेङ्ला मैले उहाँलाई कहिले कति दिनको बादमा भेटेँ तैँले. तर म यो छाता कहाँ गयो? निकै दिन भयो. Congratulations to सिम सिम because she got her new house. Not got, she finally shifted here. यो चाहिँ हाम्रो आमचुङले नयाँ रोप्नु भएको. हेर्नुहोस् उहाँले आमचुङले हैन मैले रोपेको हो कहाँ? हाम्रो त मैले लिएर आएको. पाइले रोपेको रहेछ नि. यहाँ चाहिँ हेर्नुहोस् हाम्रो यो he is very hard working person. कसैले उहाँलाई मन पर्यो भने मलाई DM गर्नुहोस् because he is very handy person. उ यो दियोल पुल लगायो भने नि. खै अरे सबै देखाउनु पर्छ हेङ्ला. अम्बो ग्राउन्ड लेभल गरे भन्दिन नि ए मान्छे. को साथी पायो? कोही बेला पुरो कोही बेला उङ्गेला कोही बेला गिर्छ. राम्रो छ हाम्रो पेङ. यो घर चाहिँ नि यस्तो दामी जग्गामा बनाउनु भएको छ कि हेर्नुहोस् त. वाउ सो नाइस. यहाँदेखि पनि देख्छ माथि मेरो घर माथि. यो घर होइन है त्यसको माथिपट्टिको. उयो अलिअलि देख्दैछ रुखले छेलिरहेको रहेछ होइन. कहाँ मेवा? यो घर चाहिँ तर अझै कम्प्लिट भएको छैन. अझै आई थिङ्क इट विल टेक टाइम बट केही छैन. एटलिस्ट यु हेभ प्लेस टु कल होम. मलाई चाहिँ मच्छर टोकेर नि. मेरो हातमा चाहिँ जहिले यस्तो हुन्छ. यहाँ न हातमा के भएको जहिले बानी. पानी पर्न आँट्यो तर पेङ्गेङकोमा छत्ता रहेछ. अन्त हाम्रो इन्चु कस्तो सुन्नुहोस् न हामी आएको जान्छौँ. हाम्रो इन्चुला चाहिँ सी वेन्ट टु कहाँ भन्छ या सी वेन्ट टु जिरो कि जिरो सी वेन्ट टु जिरो टु पिकअप समथिङ. के सन्दाजी गरी आयो? फाले हो फाले बिफ फाले. मलाई तर नि बिफको नि आई स्टप लाइकिङ करी के भन्छ सब्जीहरू त्यो बनाउँछ नि मासुहरू त्यो मलाई मन पर्ने छोड्यो. आई थिङ्क आई ओन्ली लाइक नाउ बिफको मोमो एन्ड बिफको फाले. द्याट्स इट. के भन्नु छ कि तपाईँहरूले मेरो ब्लगमा? केही पनि भन्दिनस् त. यो देखिन तैँले
मजा रहेछ है ओके लेट्स एन्टर नाउ हाम्रो आमजिङको भित्र म योभन्दा पहिला के मात्रै आयो किनभने आई वाज भेरी बिजी मेरोमा गाउँ घुम्ने टाइम पनि थिएन गएको म माथि गएको बहिनी जाउँ कम तपाईँ पुग्नु भएको छैन होइन यो चाहिँ दिस इज माई फेभरेट प्लेस यो सक्दा चाहिँ कस्तो दामी देख्छ सोच्नु न यहाँ होइन होइन बाहिरको सबैदेखि नि यता रोड छ बट द्याट रोड इज नट द्याट गुड फ्युचरमा राम्रो हुनसक्छ यु नेभर नो आम्मा म पानी पर्किन ए बाहिर देखाउँछु ल बहिनी यु डोन्ट कम ओके म मात्रै गएको हेर्नुहोस् हाम्रो ओके मैले नाइजानेछ यो चाहिँ मकै बारी तपाईँको द्याट इज जमिनको जङ्गल पानी परेर अहिले क्लियर नै छैन तर यो जग्गा चाहिँ तर चाहिँ दामी छ यहाँ हाइट हेर्नु हाइट आए आए छ लड्छ छुन न म ए छैन नि रहेछ जुत्ता अलिक हिल्लाएको रहेछ जति नै नभए पनि म अन्त हुन्छ छौ छिटो न यहाँ एकदम मलको आएको यसरी जबरजस्ती अब के गर्नु ब्रो गो इफ यु वान्ट टु गो जा Arunchula is coming परदेखि क्या ब्लर आएको हामी पेयङ चाहिँ he was about to go but now he wants to eat what beef phale yeah but तिमी beef phale पर्खिने बेला त उ पानी पर्यो छी कस्तो बिहा दिएको छ जल्दी आऊ जल्दी beef phale बिजो ओइ ना छतले हाम्रो इन्चो पानीमा भिजेर आउँदैछ फाले लिएर कस्तो बाटो चढेको अन्त गयो होद्दा गयो यहाँ चढ्ने टाइममा पढा पुग्दैन जुन आयो भने अब उयो हुन्छ र इट्स रेनिङ सीन हाँ बीजे पुरा तो कहाँ से हाय अम्मा पढेको रहेछ नि उसको भिडियो पनि हेर्नुहोस् न बिचारा हाम्रो इन्चिलाको मेहनत चाहिँ के यसको लागि ऊ यति साह्रो कुद्यो पर 0 सम्म पुग्नु गयो दिस फाले कहाँ दिनुभएको त्यो साङ्कुलाको अब मासुको चिज हो टाढोबाट आयो भनेर फेरि हाम्रो ठिनले चाहिँ कुनै के गरेको हो कि ब्ल्याक म्याजिक होइन के किन आएकोले सेन्डेसिन्डे नलागिस् भनेको त्यो चाहिँ है उयो फाले हे थाइपो दुईटै बिफ हो केही चला छैन भने सफै हो सिसे गर्यो भाइ सिसे मासुको सिसे गर फिजी चाहिँ गर मैले पिरो हाल्छु मलाई फिबासहरू राम्रो लाग्छ नि आइपुगिहाल्छ कस्तो लाग्यो तपाईँले फाले त्यस्तै हामी खाने मिठो छैन साइडे साङखोलामा चाहिँ नि त्यो जाली पावर त्यो पुल छ नि त्यसकै छेउमा चाहिँ नि एउटा हामीले पुरा खाउँदैन त्यहाँ पनि यो पनि टाइपो छ टाइपो पनि टाइपो खाइन कि फाले खाएको मिठो रहेछ साङखोलामा एउटा जग्गामा फाले पनि फाले मैले बनाउँदा हामी थिएन अस्ति त्यो त मिठो अनि बजारमा चाहिँ भनेको यङजम सिटी नेट सो हामी थिङ हर पोर्सन अब त जान्दैन नि तपाईँ खेल्नु कि जान्छ भोलि बिहान नै म पनि जान्दैछु म पनि जान्छु यो आकारमा पुरा खुर्सानी जाँदा है ए यो छैन यो राम्रो रहेछ नुन जाँदो रहेछ पुरा आकारमा भाले न पुरा खाली खानु न त्यो त मन पर्दैन म गएँ बाई बाई ल छाता लिएर गयो दिस इज रेड वाइन म त के झारेछ भनेको
We came here to eat aloo, bhujia, phale type of pork, bhujia, aloo. Aja khanu cha. अब मेरो आजको ब्ल्याक टी हाई लेखेर पठाउँदा गुगलमा हाई लेखेर पठाइदिने हाम्रो इन्जुलालाई गुगलमा गुगल पेमा भनेको ओके सो यु माइट बी थिङ्किङ द्याट हामी जस्तै नै भेटेको भनेर त्यो सिलिगुडीको ब्लगमा बट यु आर भेरी रङ इट्स बिन आई थिङ्क कति 2 हप्ता भयो है 2 हप्ताको बादमा भेट्दैछ हामी चाहिँ मैले पनि भिडियो नबनाएको निकै भयो बिकज आई वाज समवेयर नट एट होम के होला है त्यस्तो लभ यो भन्दा पनि तपाईँ कहिले हो रालाङ आउँछ Who is this beautiful girl? यसपालि त वाङ एकदम थापेन नि त मैले Correct. मेरो नाइट ड्युटी छ अन्त उहाँको नाइट ड्युटी छ अरे उहाँ मन्डे फर्किँदैछ भोलि चाहिँ उहाँ गान्तोक जानुहुन्छ सँगै जाउँ भनेको तर म चाहिँ अलिकति मेरो चाहिँ अलिकति अर्को जग्गा पुगेर मात्रै म जानुपर्ने छ यस्तै हो हाम्रो यङजम मैले त्यस कारण भनेको यङजम नदेखेको निकै दिन भएको थियो मलाई साँच्चै मिस गर्दैछु मैले यङजमलाई त मैले आइबङलाई पनि सोधेको त Because I am very busy person and I am very pretty person and I am very good person and I have all qualities that a girl should have. मेरो हाँसा स्वर पनि निक्लिने यसो कुरा सुनेर छङराब्दी हाम्रो छङराब्दी डान्स गर्नु भएछ हिजो अस्ति हिजो स्कुल प्रोग्राममा सो आम जस्ट वाचिङ सेकेन्डको छङ हो दिस वान इज छङराब्दी हामी चाहिँ गफमा चाहिँ यति साह्रो बोल्ने चाहिँ के हेर्नु त अन्धेरै भइसक्यो खै आउँछु गएको बाई बाई फ्ल्यास लाइट बालिरहेको छ यङजमको फोनको बाई बाई खै अब भेट्दैन होला कहिले भेट्छ फेरि कालसँग गएको ल अन्त कहिले भेट्छ फेरि भोलि म छिटो पुग्यो त हो ल गएको ल जान्छु थ्याङ्क यू बाई आइबम हुन्छ नि ओके बाई बाई यो चाहिँ के हो यहाँ फ्ल्यास लाइट बालेको चाहिँ माई गुडनेस गएको है बाई बाई के गर्नु भएको छाउ बहिनी त्यस्तो डरलाग्दो पार्नु राति ऊ आफै सुत्दैन नि त चाल पाउँछ ल बाई बाई सो एज आई सेड गफमा यति साह्रो भुल्दैछ कि हेर्नु त अन्धेरै भइसक्यो ओ या यस वेट लेट मी सो यु कि हाम्रो इन्चुलाले भन्नुहुन्छ प्लिज मकैहरू देखाउनु भनेर वैसे पनि मैले अघि देखाएँ तर पनि फेरि देखाउँछु हाम्रो इन्चुलाको डिमान्ड दामी देख्दै थियो तर अहिले चाहिँ अब यस्तो देख्दैछ दिस इज मकाई इङ्ग्लिसमा मकैलाई के भन्छ बहिनी मकाई हिँड्नु न पानी आउँदैछ गएको ए बाई बाई पर्दैन पुगिहाल्छ बाई बाई बहिनी प्लिज लड्छ बिस्तारै बहिनी वेट यति नै थियो अहिले हामी घर गएको अब I'll go to my place and this girl she'll go to she's sleeping in Giram these days. I'll go home. बहिनी पक्रिनु न फोन हो ओके बाई बाई हाम्रो बहिनीलाई चाहिँ पुऱ्याइदिँदैन बिकज she is scared of going alone. It's not even that dark. अब जिग्मिन आन्जलले आइपीमा यहाँ हिँडेको छ तपाईँले त सक्स लाग्छ मेरो सक्स सब भिज्यो आइपीमाको इन्सल्ट हुँदैछ फेरि आइपीमा जति बेला पनि यो ब्लग हेर्नु छ तपाईँको Don't be angry. फ्ल्यास लाइट डाउन गर्नु न Don't be angry with me, okay? किन Because this is truth. What is truth? Please repeat it once again. Mrs. Pema Ejan Bhutia and Mr. Jigminangal Bhutia can walk in this way. A road. आयो माथि बाटो देखिन भन्छु तपाईँको त्यो फ्ल्यास लाइट अनले गर्दा इट्स दिस यहाँ के बेसी पानी परेको अल्छी लाग्छ
So I've reached home. लगाएर गयो हेर्नु न त अब क्या सास फुल्यो So yeah, this is my first time using this tripod and it was very comfortable. More comfortable. Yes. Right. Wait. Come here. So I was saying it's a mirror tripod first time use gareko मैले and it was far more comfortable than just holding phone like this. No? Yeah. It is a hard to so this one is far better. And it is easy. It is easy for me also to vlog for her. I like it very much. And यो चाहिँ नि तपाई पनि बोल्छ एकदिन कहि बहिनी हात त्यस नगर्नु न मेरो हात गरौँ भयो हैन यसले क्या यस्तो गरिरहेको छ म My hand is also paining now. And this tripod चाहिँ मलाई Dr. Chiring Yangchen, she gifted it to me. I didn't need to pay her back, so thank you so much Yangchen. I miss you. अन्त आजको लागि यति नै थियो. It was nothing special. I just went down to meet Angela and her mom. Yeah, and Kansang. हामी चाहिँ यति साह्रो डरलाग्दो गफमा बसेछ कि राति भयो And you अन्धेरो forgot to भयो. vlog. Yeah, and we even forgot to vlog, but it's fine. गफ गरे मजा आयो हैन त्यति नै. That's life. Yeah, so this is it for today guys. Thank you so much for watching. Bye bye. Bye bye.